हेलो खम्रीमो सबैजनालाई फेरि आज मुकबाङ लिएर आएको छु मुकबाङमै हैन यो त अब त्यसै टाइम पासको लागि लिएर आएको छु के खङ भनेर रामेन थियो त्यही ससेज यो चाहिँ बिफको ससेज हो तर फ्राई गरेको थियो कसो फ्राई गरेको रहेछ कमेन्ट बक्समा भन्नुस् है यो कालो कालो भयो यो त मलाई याद पनि छैन यो फ्राई गरेको थियो पुरा कालो भयो थियो कसरी गर्नुपर्छ कमेन्ट बक्समा भन्नुस् है अनि यो चाहिँ कोदो र गहुँको यो झार छ प्युर बस्तीको दाजुले ल्याइदिएछ यस्तो आज चाहिँ एक्लै बाम्ने रमाइदिउँ भनेर यो पनि ससेस पनि साथीले ल्याइदिएको थियो रिमेम्बरको लागि बनाइराखेको पिछाडि हेर्नु लागि अनि अब कोदोको यो फर्स्ट ढुङ्ग्रोदेखि टेस्ट गर्नुपर्छ ल मिठो 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 चिप्पेको रहेछ मम अब एक्लै हो साथीसँग चिज गर्दै खानुपर्ने अब छैन हुन्छ अब रामेन ससेस ट्राई गर्नुपर्छ होला यो फ्राई चाहिँ यस्तै गर्छ कि कसो गर्छ तपाईँहरू कमेन्ट बक्समा भन्नुहोस् है यहाँ रामेनको ससहरू लिएर आएको थियो मम पुरा मिठो बनाएको रहेछ साथीले बनाइदिएको थियो दिएको थियो खानु भनेर बाले पो फ्राई गर्न नआएको रहेछ भिडियोमा त कालो आइरहेको होला है कोइला होइन यो त ससेस हो त्यहाँ के गर्नु फ्राई गर्दा फ्राई गर्दा खै कुनै कसरी गरेर परेर यस्तो भएछ लाग्छ फाइनल त रामेन रामेनको चाहिँ टेस्ट नै अर्को है मिठो उसको सस नै अर्को मिठो मोमो कति मिठो सस जस्तोमा मैले पो फ्राई गर्न नआएको रहेछ यो भिडियो चाहिँ ससेस दिने मान्छेले यो ससेस दिने
तपाईँलाई हेर्नुहुँदैछ भने तपाईँलाई दिनु त राम्रै दिनुभएको थियो मैले फ्राई गर्दा पो यस्तो बिगाएर पठाएँ तर पनि कालो मिठो आम्मामा बन्नु त बन्नुहुँदै थियो फ्राई गरेर खानुपर्छ भनेको थियो म त फ्राई त बर्खाले पठाएँ क्या चिम्पिङ हालेको रहेछ कि सासमा यो त खानु पर्यो मन दुख्छ होला फेरि यो पानी तम्बाको पानी हाम्रो लाइफको एउटा भाउजू थियो कि आथिङ कुनै के ब्लग बनाउँछ भनेर भाउजू मैले खाएँ तम्बा आज यस्तो दामी ससेस लास्ट पिस घाउ कि नखाउँ कम्ती मिठो छैन
कस्तो दामी मिठो आम्मामा रामेन ससेस पनि मिठो हुँदो रहेछ कम्ती मिठो भएन ससेस मिठो भयो फेरि महँगोमा दिँदैन होला यो कोदोले त माथिको जस्तो भयो पिप्सिङ पनि अर्ग्यानिक बनाइदिएको यहाँ साह्रै मिठो लाग्यो मलाई तपाईँलाई सस्तै होला यो भाइले त लुगामा एउटा मात्रै लाउँछ कालो मात्रै लाउँछ भन्दै होला सस्तै होला तर मलाई चाहिँ लुगा कालो मात्रै मनपर्छ त्यही भएर म कालो मात्रै लाउँछु खै कुनै के हो यो कालो मात्रै लाउनु मनपर्छ फाल्टु लुगै छैन मेरो त सबै कालो मात्रै छ लुगा पनि बाई बाई नेक्स्ट भिडियोमा भेटौँ होला अनि तपाईँले कमेन्ट गर्नुहोस् है यो खानु भनेर कन्टेन्टमा लिएर आउनु यस्तो यस्तो मुखमा लिएर आउनु भनेर कमेन्ट बक्समा लेख्नुहोस् है बाई बाई